फर्स्ट सेट अल्जेब्रा त हेर्नुभयो होला, सब्स्क्राइब गर्नुभयो त च्यानललाई, गर्नु भएको छैन ल गरिहाल्नुहोस्। ल अब हामी सेकेन्ड सेट स्टार्ट गर्छौँ। अब सेट 2 को फर्स्ट क्वेसन छ, राइट द टोटल नम्बर अफ परमुटेसन अफ द एन अब्जेक्ट एरेन्ज इन अ सर्कल। जब हामी सर्कलमा सर्कुलर फर्ममा चाहिँ एनवटा अब्जेक्टलाई एरेन्ज गर्छौँ भने कति तरिकाबाट एरेन्ज गर्न सकिन्छ भन्न खोजेको। यसलाई हामी n-1 फ्याक्टोरियल भनेर लेख्छौँ। अनि यो कहिलेकाहीँ चाहिँ फेरि हामीलाई यो सर्कलमा त सर्कलमा, तर अलिकति जस्तो ब्रासलेटको केसहरू, नेक्लेसको केसहरू आइदियो भने चाहिँ यहाँ डिभाइड बाई 2 क्लकवाइज र एन्टी क्लकवाइज दुइटै कन्डिसनलाई हामीले सेम मान्नुपर्ने हुन्छ। त्यो बेलामा त्यसो बेला चाहिँ डिभाइड बाई 2 लेख्नुपर्ने हुन्छ। सर्कुलर परमुटेसन मात्रै भन्यो भने चाहिँ n-1 को फ्याक्टोरियल नै लेखिन्छ। त्यसैगरी राइट द जेनरल टर्म इन द एक्सपान्सन अफ दिस मच भन्छ। यो चाहिँ जेनरल टर्म लेख भने हो। यसलाई पनि 1 माको लागि tr+1 इज इक्वल टु ncr a n टु द पावर n-r र x टु द पावर r लेख्दा भइहाल्यो। ओके, नेक्स्ट राइट द सिरिज अफ लग। अघि नै योभन्दा अगाडि हामीलाई 1 प्लस एक्स थियो भने त्यो बेलामा चाहिँ एक्स माइनस, अर्थात् त्यो हामीलाई गिभन थियो कस्तो कन्डिसनमा एक्जिस्ट गर्छ भनेको थियो भने यहाँ चाहिँ 1 माइनस एक्स भनेको छ। सो त्यसो भएर चाहिँ अब यहाँनिर माइनस सबैमा अब एक्सको भ्यालु चाहिँ सबै माइनस हुने भयो, किनकि त्यहाँ प्लस इभन अर्ड पावरको अगाडि प्लस थियो, अब अर्ड पावरको अगाडि माइनस लाग्ने भयो। इभन पावरमा त प्लस लगाए पनि माइनस लगाए पनि फरक परेन, त्यसलाई प्लसै बनाइदिने भएको भएर अगाडिको माइनस चाहिँ एज इट इज नै बस्यो। त्यसै गरी राइट द कम्प्लेक्स नम्बर इन द युलर फर्म भनेको छ। युलर फर्ममा लेखेर यो कम्प्लेक्स नम्बरलाई, यो भनेको e टु द पावर आई थीटा मात्रै लेखे पनि हुन्थ्यो। अब यहाँ हामीले 1 भनेर लेख्दाखेरि फरक परेन। जेनरली हाम्रो अगाडि एउटा कोएफिसिएन्ट आइरहेको हुन्थ्यो, त्यसैलाई रिप्रेजेन्ट गर्नलाई यहाँ 1 लेखेको। राइट द सम अफ द क्युब अफ द फर्स्ट n नेचुरल नम्बर। अब यहाँ आइहाल्यो n क्युब भनेको छ। अब यसलाई कुनै बेलामा हामीलाई एक्सप्रेसन सहित सोध्न सक्छ, कुनै बेलामा चाहिँ अब यसरी ल्याङ्ग्वेजमा मात्रै क्युब भन्यो भने पनि हामीले के गर्न सक्यौँ भन्दा अब n टाइम्स n+1/2 को होल स्क्वायर भनेर हुन्छ। अर्थात् 1 क्युब 2 क्युब 3 क्युब डट 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 n क्युब छ भने त्यसको फर्मुला चाहिँ हामीले यसरी भेरिफाई गरे हुन्छ। अर्थात् n को भ्यालु पर्टिकुलर भ्यालुले नै त्यो n को स्क्वायर क्युबसम्मको नेचुरल नम्बरहरूको सम दिने भएको भएर यो फर्मुलालाई हामीले यसको रूपमा लेख्न सक्छौँ। र नेक्स्ट अर्कोमा छ 2 नम्बर, त्यो हाम्रो क्वेसन नम्बर 11 भयो। यो क्वेसन नम्बर 12, सो द्याट दिस मच इज इक्वल टु ओमेगा। यसलाई हामी ओमेगा बनाएर प्रुभ गर्नुपर्ने छ। यो इजी क्वेसन हो, कम्प्लेक्स नम्बरकै अर्को पार्ट, जसलाई यो ओमेगा भनेको क्युब रुट अफ युनिटीको रूपमा हामी लिन्छौँ, त्यो पनि कम्प्लेक्स क्युब रुटको रूपमा। यो अब यसको रिलेसनहरूको बारेमा हामीले पढेको छौँ। ओमेगा 1 प्लस ओमेगा स्क्वायर इक्वल टु 0 हुन्छ, त्यसै गरी ओमेगा क्युब इक्वल टु 1 हुन्छ भनेर पढेका छौँ। त्यही कन्सेप्टलाई युज गरेर हामी यहाँ काम गर्छौँ। एलएचएस लिउँ, एलएचएसमा ओमेगा र ओमेगा तलमाथि मल्टिप्लाई गरिदिउँ। त्यो गरिदिने बित्तिकै ए ओमेगा बी ओमेगा स्क्वायर सी ओमेगा स्क्वायर हुन आउँछ। अब यसलाई ओमेगाले मल्टिप्लाई गरे माथि चाहिँ नगर्ने, तलपट्टि चाहिँ ओमेगाले यहाँभित्र मल्टिप्लाई गर्ने बित्तिकै यो ओमेगा क्युब भनेको 1 हो। त्यसो भएर यहाँ ए मात्र रहने भयो र बाँकी चाहिँ जस्ताको तस्तै छ। अब यो तल र माथिको क्यान्सल आउट हुन्छ। यो क्यान्सल आउट हुने बित्तिकै यो ओमेगा चाहिँ हाम्रो यो माथिपट्टि बस्ने भयो र दुईटा क्यान्सल आउट हुने बित्तिकै ओमेगा मात्रै यसको आन्सर भयो। सल्भ द फलोइङ सिस्टम अफ इक्वेसन बाई रो इक्वल मेथड। हामीले रो इक्वल मेथड योभन्दा अगाडिको सेटमा गरिसकेका छौँ, त्यस भएर मैले यहाँ गरिनँ सेम एज एबोभ भनेर लेखिदिएँ। सेम प्रोसेस हो, नम्बरहरू मात्रै फरक हुन्छ, खासै गाह्रो हुँदैन। यदि एउटा क्वेसन पढेपछि यो दुईवटा क्वेसन प्र्याक्टिस गरेपछि सबै क्वेसन गरेर बसिराख्नु पर्दैन, उस्तै उस्तै कन्सेप्टहरू यहाँ लागिरहेको हुन्छ। ओके, अब जेड इज इक्वल टु कस थीटा प्लस आई साइन थीटा भएको केसमा जेडएन प्लस 1/जेडएन को भ्यालु कति हुन्छ, डिमोभस थ्योरम युज गरेर फाइन्ड आउट गरेर भनिरहेको छ। यसलाई चाहिँ हामी कस थीटा प्लस आई साइन थीटा टु द पावर n अन्त कस थीटा प्लस आई साइन थीटा टु द पावर -1 भनेर लेख्न सक्छौँ। जेड टु द पावर n माथिबाट जाँदाखेरि -n भयो। अब यो पावरलाई चाहिँ एङ्गलमा लगेर मल्टिप्लाई गर्न मिल्छ भनेर डिमोभस थ्योरमले भन्छ। सो यो काम गरिदिने बित्तिकै यो कस माइनस थीटा भनेको त हाम्रो कस थीटा नै हो, यो पोजिटिभ फङ्सनको रूपमा हामी लिएर आउँछौँ हैन। त्यसो भएर माइनस साइनमा चाहिँ माइनस भयो भने अगाडिपट्टि आउँछ। सो साइन र साइन क्यान्सल आउट भयो, कस र कस चाहिँ एड भएर 2 cos n थीटा भयो। कहिलेकाहीँ हामीलाई यहाँ बिचमा माइनस राखेर सोधिरहेको हुन्छ, यो पनि ख्याल गर्ने। माइनस प्लस हुँदाखेरि रिजल्ट चाहिँ फरक आइरहेको हुन्छ। ओके, नेक्स्ट इन अ ग्रुप अफ 12 स्टुडेन्ट 8 बोइज एन्ड रिमेनिङ गर्ल्स। यहाँ हामीलाई 12वटा चाहिँ स्टुडेन्टहरू छन्, जसमध्ये 8जना चाहिँ केटाहरू छन् भने बाँकी रहेको
4जना चाहिँ के भयो त केटीहरू भए र ती 4जना र 8जनाहरूमा अब इन हाउ मेनी वेज क्यान 5 स्टुडेन्ट बी सेलेक्टेड 5जना स्टुडेन्टहरूलाई कसरी यहाँ सेलेक्ट गर्न सकिन्छ भनेर सोधिरहेको छ फर अ क्विज कम्पिटिसन सो एज टु इन्क्लुड एट मस्ट 3 गर्ल्स अब बढीमा 3वटा केटीहरू बनाउनलाई अब हामीले डिफ्रेन्ट पोजिसनहरू लगाउँछौँ यहाँ जस्तो बढीमा 3टा भनेपछि 3टासम्म जान पाइयो 0वटाबाट स्टार्ट गर्न मिल्यो अर्थात् 0वटा केटी लियो भनेदेखि के हुन्छ त भन्दा सबै केटाहरू लिनुपर्ने भयो अर्थात् 0 केटी लियो 4जना केटीहरूमध्ये 4जनामध्ये 0वटा केटी लिनु भनेको हाम्रो C40 भयो त्यसै गरी अब बाँकी रहेको अब केटाहरू चाहिँ 5जना भनेको थियो 5जनामध्ये 5जना केटाहरू 8जना थिए 8जनामध्ये 5जना केटाहरू लिनु पर्यो जम्मा हामीले यहाँ 5जनाको एउटा ग्रुप चाहिँ सेलेक्ट गर्नुपर्ने छ त्यसो भएर अब हामी के गर्छौँ C85 अर्थात् 8जनामध्ये 5जना भने चाहिँ C85 भयो अब यो दुवैको फर्मुलाहरू हामीले यहाँ राख्छौँ C40 भनेको 4 फ्याक्टोरियल डिभाइड बाई 4 माइनस 0 फ्याक्टोरियल र 0 फ्याक्टोरियल हुन्छ यसलाई सिम्प्लिफाई गरेपछि 1 आउँछ तर 8C5 भनेको हाम्रो 8 फ्याक्टोरियल डिभाइड बाई 5 फ्याक्टोरियल इन्टु 3 फ्याक्टोरियल हुन आउँछ यसलाई सिम्प्लिफाई गरेपछि 56 आउँछ यो हामी क्यालकुलेटरबाट पनि गर्न सक्छौँ यसलाई धेरै काम गरिरहनु पर्दैन एउटा साइडमा एउटा फर्मुला लेखिदिने र क्यालकुलेट गर्ने यो भ्यालु 56 भयो त्यसै गरी अब 0वटा केटी हुँदा त्यसै गरी अब 1वटा केटी एकजना केटी हुँदा 4जना केटा हुनु पर्यो जम्मा 5जना बनाउनु पर्ने छ हामीले त्यसो भएर यो केसमा के हुन्छ त भन्दा ल एउटा केटी 4जनामध्ये एउटा केटी भनेपछि 4 4C1 भयो त्यसै गरी 8जनामध्ये 4वटा केटा भने 8C4 भयो अब यसै गरी दुईटाको प्रडक्ट यो र त्यो अर्थात् केटा र केटी एन्ड भएको केसमा हामी इन्टु गर्छौँ त्यसो भएर यो दुईटाको सिम्प्लिफिकेसन 280 भयो त्यसै गरी 2 गर्ल्स एन्ड 3 बोइज भन्छ अब यसको लागि पनि हामी यसै गरी काम गर्छौँ 3 गर्ल्स र 2 बोइजको लागि पनि हामी यो काम गर्छौँ यसरी सबै भ्यालुहरू निकाल्छौँ र लास्टमा त्यो सबै केसहरू लगेर एड गरिदिन्छौँ 56 भने केस 1बाट आएको जुनमा 0 केटीवाला थियो होइन 0 गर्ल थियो यो 1 गर्ल थियो यो 2 गर्ल थियो यो 3 गर्ल थियो बढीमा 3टा गर्लवाला केसहरू थियो यो 3टै केसहरूलाई लगेर आइदर दिस अर्थात् अर भन्ने बित्तिकै प्रोबेबिलिटीमा हामी प्लस गर्छौँ प्रोबेबिलिटी परम्युटेसन कम्बिनेसन सबैमा हामी यो कन्सेप्ट लगाउँछौँ त्यसो भएर 784 चाहिँ हाम्रो आन्सर भयो दिस इज द टोटल नम्बर अफ वेज अफ सेलेक्सन अफ गर्ल्स 5 स्टुडेन्ट होइन इन विच एटमोस्ट 3 गर्ल्स भनेर भन्न सक्छौँ ल नेक्स्ट क्वेसन सी नम्बर प्रुभ बाई मेथड अफ प्रिन्सिपल अफ म्याथमेटिक्स इन्डक्सन म्याथमेटिकल इन्डक्सन मेथडबाट यसलाई प्रुभ गर्नु भनेको थियो अघि नै हामी स्टेटमेन्ट लेखेका थियौँ अहिले चाहिँ यसलाई प्रुभ गर्नु भनेको छ यो हाम्रो अब गिभन स्टेटमेन्ट भयो जसलाई हामी डिभिजल बाई 3 हुन्छ भनेर प्रुभ गर्नु छ र 3ले भाग जान्छ यो जहिले पनि एनको भ्यालु जतिसुकै राखे पनि यो 3ले डिभाइड जान्छ भनेर यहाँ प्रुभ गर्नुपर्ने हुन्छ अब यो कसरी हुन्छ भनेर अब हेरौँ ओके अब यहाँ पहिला बेस केस अर्थात् यनको भ्यालु 1 हुँदाखेरि हामी प्रुभ गरेर हेर्छौँ यनको भ्यालु 1 राख्दाखेरि 3 डिभाइड जाने नम्बर आउँछ कि आउँदैन त भन्दा यनको भ्यालु 1 राख्दा 1 क्युब प्लस 2 इन्टु 1 त्यो भनेको 3 नै आयो 3लाई 3ले डिभाइड जाने कुरै भएन तर बेस केस चाहिँ होल्ड भयो त्यसै गरी अब इन्डक्टिभ स्टेप भनेको पिकेको लागि ट्रु भनेर देखाउनु लेट गर्नु पर्यो एज्युम गर्नु पर्यो सो एज्युम गर्दैछौँ हामी पिके इज ट्रु द्याट इज अब यनको ठाउँमा के लगाएर राख्छौँ र यो चाहिँ डिभिजल बाई 3 हुन्छ भनौँ अब डिभिजल बाई 3 यो कन्सेप्टलाई अब हामीले युज गरेर यो कन्सेप्ट अर्थात् यति चिजलाई चाहिँ अब हामीले युज गरेर हामी के भन्न सक्नुपर्छ भने सबै के प्लस 1 को लागि पनि यो स्टेटमेन्ट ट्रु हुन्छ भनेर भन्न सक्नुपर्छ अब यसलाई कसरी देखाउने त भन्दा अब हेरौँ जस्तो इट मिन्स द्याट देयर इज इन्टिजर्स त्यही हो अब 3 टाइम्स यम देखाउन खोजेको भनेको 3 को प्रडक्टमा 3 इन्टु समथिङ बनाउन सक्यो भनेदेखि 3ले डिभाइड जान्छ भनेर यहाँ प्रुभ गर्ने अर्थात् यो चाहिँ हाम्रो एजम्सन भयो यो एजम्सनको आधारमा चाहिँ अब हामीले के प्लस 1 राखेर पनि अब यहाँ थ्योरम प्रुभ गर्न खोज्दैछौँ अर्थात् यो ठाउँमा के को ठाउँमा के प्लस 1 अर्थात् हाम्रो स्टेटमेन्टमा भनौँ अझ स्टेटमेन्टमा एनको ठाउँमा के प्लस 1 राखेर हामीले यहाँ कपी गऱ्यौँ यो के प्लस 1 को लागि प्रुभ गर्नलाई भनेर अनि यसलाई सल्भ गर्दै जाँदाखेरि अब हाम्रो काम भनेको एउटा त हाम्रो एजम्सनले के भन्छ यसलाई 3ले डिभाइड जान्छ भनेपछि त्यसलाई 3m लेख्न मिल्छ अर्थात् 3 डिभाइड जान्छ भनेपछि यसलाई सकिगयो यो चाहिँ 3 डिभाइड जानेवाला भयो अर्थात् यहाँबाट के बुझ्नु पर्यो भने यो जुन सिम्प्लिफिकेसन गरेर सिम्प्लिफाई गरेर आएको थियो अर्थात् के प्लस 1 को फर्ममा भएको चिजलाई सिम्प्लिफाई गर्दै जाँदाखेरि चाहिँ यो फर्ममा आयो भने यसलाई हामी दुईटा टुक्रामा डिभाइड गर्नुपर्ने हुन्छ अर्थात् एउटा टुक्रा चाहिँ हाम्रो एजम्सनवाला टुक्रा भयो
होइन, जसलाई हामी एज्युम गरेका थियौँ भने अर्को टुक्रा चाहिँ 3 को मल्टिपलमा आउनु पर्यो। 3 को मल्टिपलमा आयो भनेदेखि चाहिँ यो थ्योरम ट्रु भइहाल्छ। त्यसो भएर 3 को प्रडक्टमा यहाँ आइरहेको छ, यो माथि अलरेडी 3 को प्रडक्टमा छ अर्थात् 3 ले डिभाइड जान्छ भन्ने केसमा हामीले एजम्सन गरेका छौँ। त्यसो भएर यो पनि 3 ले डिभाइड जान्छ, यो पनि 3 ले डिभाइड जान्छ भने होलबाट 3 कमन लिन मिल्छ र टोटललाई नै हामीले 3 ले डिभाइड गर्न मिल्छ भन्ने आधारमा चाहिँ k+1 को लागि यो स्टेटमेन्ट ट्रु भयो भनेर प्रुभ गर्छौँ।